हेलो गाइजहरू के छ गुड मर्निङ के भइरहेछ यार देशतिर आजको विश्वतिर जो पनि लड्नु मात्रै खोजिरहेछ फेरि उहाँ इन्डियाले पाकिस्तानलाई हान्दैछ न्युज नै त्यही पाकिस्तानी हेर्ने हो फेरि अस्तितिर यो कमजोर देशहरू के भएको अलिकति आफूभन्दा अलिक पावरफुल देशहरूलाई किन नखोज्नु होला होइन हुन त दुश्मनी त आफ्नै छ तर पनि जस्तो अस्ति पनि त्यो गाजा हमलामा पनि त्यो इजरायललाई तिनीहरूले नै सुरुमा आक्रमण गर्नु यो अब रसियाको पनि त्यो युक्रेनले नै हो उता कता कता रसिया के अरे युरोपहरूसँग अमेरिकासँग मिल्नु खोजेर रसियाले हानि माग्यो त्यो के अब इन्डिया र पाकिस्तान पनि त्यस्तै भइरहेको छ विश्वयुद्ध नै एक खालको यो अब पहिलेको जस्तो अब सबै देश मिलेर तानातान चाहिँ भएन किनकि पहिला देखाएको थियो नि त कतिको डिसास्टर भएको छ होइन डिजास्टर पहिला देखिसकेको छ नि त त्यो भएर मात्र हो नत्र यतिखेर खतरा युद्ध भइसक्ने हो गाह्रो छ होइन त नेपाल चाहिँ शान्तिपूर्ण छ अब असर त पर्छ तर होइन त्यस्तै अब कोरियामा पनि त्यो है अब कुन नर्थ कोरिया र यो साउथ कोरियाको कुन दिन पऱ्यो भन्ने न्युज आउँछ है सबै देशहरू जोडिरहेको छ दुश्मन देशहरू अब यिनीहरू यो कोरिया मात्र बाँकी छ यिनीहरूको पनि एकदम धराप छ कुन दिन पर्छ ओके Have a good day. Thanks for watching.